Hello guys, good morning. It's me Sushant. Welcome back to my channel. हैन म चाहिँ अहिले चाहिँ उठिसकेँ अनि आजको ब्लग चाहिँ म स्टार्ट गर्न जाँदैछु। हिजोको ब्लग चाहिँ आएन किनभने हिजो चाहिँ मेरो इन्ट्रान्स थियो अनि इन्ट्रान्स भएपछि मेरो चाहिँ अलिअलि कामहरु पनि भयो। त्यो भएर म अहिले हिजो चाहिँ ब्लग पोस्ट गर्न पाइनँ। अनि जस्तै भए पनि अब आजको ब्लग चाहिँ कन्टिन्यू गर्छु। ल साथीभाइहरु हामी चाहिँ हैन मम्मीले चाहिँ बिहानभरि उठेर यति खनिसक्नु भएको रहेछ अलिकति। अनि यो चाहिँ अस्ति मैले खनेको। अनि यहाँ चाहिँ यता खै लसुन प्याज अनि काउली सौली रोप्नु भएको रहेछ मम्मीले, यता सागहरु। अनि यति चाहिँ खन्न लाउनु भयो मम्मीले मलाई। अब खन्छु हैन साथीभाइहरु। अनि खनेर भएपछि तपाईलाई खनेर भएपछि भन्दा नि अब तपाईहरुलाई एकचोटि छोटो मिठो क्लिप देखाइदिन्छु। अनि त्यसपछि खनेर भएपछि भेटौँला है साथीभाइहरुलाई। ल साथीभाइहरु, मैले चाहिँ अघि भनेको देखाउँछु भन्थे त हजुरलाई। यति चाहिँ खनेर भइसक्यो। अनि अब चाहिँ के हुन्छ अब हेर्दै जाऊँ आजको दिनमा के गरिन्छ हजुरहरूलाई देखाउँदै जान्छु। ल साथीभाइहरु, मैले चाहिँ अनि फेरि एकचोटि यो खनेर अनि फेरि मल हालेर डबल खनिसकेँ। यति चाहिँ आज चाहिँ मम्मीले आलु रोप्नु भन्नुभयो। अनि यता चाहिँ लसुन रोपिसक्नु भएको रहेछ। यहाँ चाहिँ के रोप्ने र मम्मी? दुईटैमा? अनि त्यहाँ चाहिँ सागहरू रोप्नु भएको। यता अदुवा, यता उखुसुखु छ। अनि यस्तै छ साथीभाइहरु। अब चाहिँ बजार गएर भेट्छु। आज बजार जाने काम छ मेरो। अनि हेरौँ आज हिजोको इन्ट्रान्सको रिजल्ट पनि आछ भनेछ, हेर्नुपर्छ के कसो हुन्छ। ल भेटौँला त्यही गएर। ल साथीभाइहरु, म चाहिँ खाना खाएर अब चाहिँ बजार जान लागेको भन्ने थाहा छ होला, अघि मैले भनिसकेँ हजुरहरूलाई। अनि अब चाहिँ म हजुरहरूलाई बाटोमा भेट्छु है त साथीभाइहरु। ल साथीभाइहरु, अब चाहिँ म चाहिँ हिँडिसकेँ होइन घरबाट। अनि मेरो साथी पनि जान्छ भने आज सिमल भन्ने। अनि कलेज गएर बुझ्छौँ म कति ऱ्याङ्किङ आयो त्यो बुझ्नु, कति मार्क्स आयो, अनि त्यो अनुसार पढ्न पाइन्छ कि पाइँदैन होइन त्यो बुझ्छौँ। अनि त्यसपछि हजुरहरूलाई एकछिन त्यहाँनिर एकछिन घुमेर अनि हामी फर्किन्छौँ। ल साथीभाइहरु, आज चाहिँ हामी चाहिँ यति जाने भयो। आज टाइम चाहिँ त्यसै भइसक्यो, ढिलो भइसक्यो। अझ म त अघि नै पुग्नु पर्ने हो हुन चाहिँ। अनि मेरो साथीहरू पनि पुगिरहेको छन् भने हामी के अरे वीरेन्द्रमा। हेरौँ के हुन्छ। ल हजुरलाई त्यही गरेर भेट्छु। ल साथीभाइहरु, ल ल साथीभाइहरु, हामी चाहिँ फेरि काम भएर नि आइसक्यौँ। अनि हामी चाहिँ एकछिन बोलाएर खाजा खान आएको। अनि हामी साथी चाहिँ यहाँ खाँदैछ। अनि आजको खाना चाहिँ खाजा चाहिँ यस्तो छ। अनि यहाँ चाहिँ बवालै छ भनौँ न, इन्टिरियर पनि बवालै छ। अनि बाहिर यहाँ चाहिँ खानै अझै खाली नै हो भनौँ। अनि हाम्रो साथी चाहिँ चपस्टिक खाइरहेको। ल अब ल साथीभाइहरु, हामी चाहिँ अब एकछिनमा भेट्छ है त। ल है त साथीभाइहरु, म चाहिँ घर आइपुगिसकेँ। अनि हामी चाहिँ एकछिन ढिलो भयो भनौँ न, बाटोमा हल्का ढिलो भयो। अनि अहिले चाहिँ हामी घर आएर अब हेलमेट चाहिँ त्यहाँ राख्दै थियो घाममा। अनि स्कुटी चाहिँ आज त यस्तो फोहोर भनौँ न, पुरै हिलो भए। अनि अब चाहिँ आज चाहिँ अब हेरौँ के हुन्छ, हजुरहरूलाई देखाउँदै गर्छु आज दिनमा मेरो के कस्तो हुन्छ। ब्याक होइन, म चाहिँ घर आइसकेको थिएँ अघि नै। अनि घर आएर नि म चाहिँ एकछिन सुतेको भइसक्यो साथीभाइहरु होइन। अनि अहिले चाहिँ केटाहरूले फुटसल खेल्न जाने भनेर अनि म चाहिँ अहिले चाहिँ फुटसल खेल्न जान लागेको साथीभाइहरु। अनि अब चाहिँ सबैजना आइसक्यो भने म चाहिँ ढिलो भइसक्यो भनौँ होइन। अनि 5 बजीबाट चाहिँ हाम्रो फुटसल भनेको थियो। अनि आज चाहिँ तपाईँहरूलाई चाहिँ आज हामी चाहिँ फुटबल खेल्छौँ। अनि हामी केटाहरूको एकछिन सानो गेम प्लेन देखाइदिन्छ हजुरहरूलाई। अनि हजुरहरूलाई त्यही गरेर भेटौँला साथीभाइहरु। यहाँ चाहिँ हाम्रो घरबाट चाहिँ आज चाहिँ धान काटिरहेको रहेछ। अनि यहाँ चाहिँ पहिला त सबैले हातले काट्थ्यो, अहिले चाहिँ यस्तो मेसिनले काट्न थालेको रहेछ यहाँ चाहिँ होइन। अनि हाम्रो घरबाट चाहिँ पुरै खुल्ला छ क्या यहाँ चाहिँ होइन, घरहरू पनि छैन, पुरै बिहान
बेलुका चाहिँ सनसेट जस्तै हुन्छ क्या आज भनौँ न यस्तो पुरै ट्याक्क पुरै फुल भ्यू देखिन्छ अनि आज चाहिँ गाडीहरू धेरै हिँड्दा अनि यहाँ धान काटिरह अनि म चाहिँ यहाँ फुटसल खेल्न जान लाग्यो हजुरलाई भनिसकेँ अघि नै अनि एकछिन बाइक वाम तताएको एकछिन अनि हजुरलाई चाहिँ अब फुटसल खेल्ने ठाउँमा गएर भेट्छ है त ल साथीभाइहरू ल साथीभाइहरू हामी चाहिँ फुटसल ग्राउन्डमा आइसक्यो अनि हाम्रो केटाहरू चाहिँ अझै आएनन् यहाँ चाहिँ 1 जना 2 जना 3 जना अनि 4 जना हामी चाहिँ त 5 जना आइपुगिसक्यो अनि अझै 5 जना आइपुग्नु बाँकी छ त धेरै नचल्यो भाइ यो चाहिँ ला छट्टु हो त्यो साँड चाहिँ त्यहाँ अगाडि हिँडिरह अनि हामी चाहिँ अब एकछिनमा खेलेको गेम प्ले देखाउँछ हजुरलाई ल ल साथीभाइहरू म चाहिँ गेम खेलेर अनि घर आइसकेँ अनि गेम खेलेको पनि त्यस्तै भयो अनि आज चाहिँ त्यस्तो राम्रो भएन तर खेल्न चाहिँ खेल्यो अनि सबैजना घर फर्किसक्यो अनि मैले अघि ब्लग गरेको थियो तर लाइटै थिएन अनि हल्का त्यहाँ यतातिर बत्ती आएको थिएन अनि भर्खरै बत्ती आएर अनि लाइट गरेछु अनि बाइक चाहिँ यता चाहिँ देखिनु भएन ल यहाँ चाहिँ लाइटै छैन कि अनि देखिन त देख्यो अनि हामी चाहिँ अब चाहिँ म चाहिँ नुहाइधुवाइ गरेर अनि आजको दिन चाहिँ यतै गयो भनौँ अब चाहिँ नुहाइधुवाइ गरेर एकछिन बस्छ है त ल साथीभाइहरू ल साथीभाइहरू वेलकम ब्याक होइन तर हिजो चाहिँ मैले चाहिँ भिडियो एडिट गर्नै पाएन कि हिजो चाहिँ थाकेँ अनि लास्टै थाकेर अनि सुत्दै थियो हिजो चाहिँ अनि त्यस्तै भयो हिजो हो अनि होप यु गाइज लाइक द भिडियो तपाईँलाई भिडियो मन पऱ्यो भने लाइक गरिदिनु सेयर गरिदिनु होइन आफ्नो परिवारसँग बसेर हेरिदिनु ओके सी यु नेक्स्ट भिडियो